मल्लजो तपाईँले एउटा कुरा सुन्यो आराम काममा त खुट्टा भाँचिरहेको छ त ला के भयो त्यस्तो भएछ अन्त कहाँ छ अनि त्यो तल बिजनबारी बजार भाउजूकोमा पो छ अरे कस्तो हेर्नु नगएको म पनि भर्खर गएर आएको सबैजना जाँदैछ हेर्नु साह्रो पो छ है ए म त के थाहै पो थिएन हौ कस्तो थाहा छैन भनेको आफ्नै बुढीको खुट्टा भाँचेको पनि दुनियाँलाई थाहा भइसक्यो हाम्रो मम्मीले त फोनै गर्दैन अनि कसरी थाहा हुन्छ हामीलाई नि बाबा अब त थाहा भयो होला नि जाऊ हेर्नु कतै तिम्रो बुढीको मन पो फर्किन्छ कि बेसी नटोला तेरो यत्रो खुट्टा भाँच्दा तेरो बुढा हेर्नु आयो मैले तँलाई पहिल्यै भनेको तेरो बुढा ठिक छैन भनेर अहिले रोएर हुन्छ खोइ म बिमार छु भनेर तिनीहरूलाई याद त छैन होला बाबा कसरी थाहा हुँदैन त्यसलाई सारा दुनियाँ आइसकिसक्यो तँलाई हेर्नु त्यो अहिलेसम्म आएको छ अब बेसी दिमागमा कुरा नखेला अब तेरो बेड रेस्ट सकिने बित्तिकै त काजीसँग बिहा गर्नुपर्छ मैले काजीसँग बिहाको लागि कुरा पनि गरिसकेको छु यस्तो बिमार हुँदाखेरि त कमसेकम बिहाको कुरा नगर्नु बाबा म त गर्दिनँ बिहा किन गर्दैनस् बिहा काजी भनेको मानेको जानेको पोटपुलीको मान्छे अब काजीलाई ज्वाइँ भन्नु पाउनु भनेको त मेरो भाग्यको कुरा हो नि बिहा 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 भनेकोले म वाक्कै भइसक्यो मेरो कान फुट्न आँटिसक्यो म गर्दिनँ बिहा सिया कहाँ गर्छ त अरूसँग बिहा बिहा त मसँग गर्नु पर्यो नि त होइन बुढो ल बुढो गाउँको कोसेली ल बुढो यो पनि हरियो निलो रातो छोरीकै लागि हो काजी ल्यास हौ काजीले अब यति बेला हरियो परियो खानुपर्छ क्या त बुढो अब हरियो परियो खायो भने चाहिँ आँखा राम्रो देख्छ अब आँखा राम्रो देख्यो भने चाहिँ राम्रो केटा हेरेर बिहा गर्छ नि त होइन त्यही त हाम्रो काइसाम जस्तो है लु काजी अब बिहाको कुरा पनि रेडी छ होइन अब जस्तो छोरीको बेड रेस्ट सकिन्छ त्यस्तै बिहा चाहिँ कन्फर्म भइहाल्छ ल कसले भने रेडी भयो भनेर म बिहा गर्दिनँ भन्दैछु बाबा कतिपल्ट भन्नु म तपाईँलाई के भन्छ यो त्यही त काइसा बिहाको बेलामा बिहा गर्छु भन्दा बिहा गरिहाल्नुहोस् भाउजू फेरि हाम्रो काइसा बिजी हुँदाखेरि जस्तै केटी आए पनि बिहा गर्दिन भन्छ मर्यो के भनेर हेर्नु आएकोलाई ऊ जिउँदैछ खै म त थाहै त थिइनँ भर्खर थाहा पाएर भेट्नु पो आएको कसरी पनि याद हुन्छ त तँलाई गाउँमा कहाँ रक्सी पाउँछ भनेर रक्सी खाँदै घुमेपछि साँच्ची भन्दा पनि यसको त बिहा पो हुनु आँटेको छ त बिहा हो त अन्त अब उसको बिहा त मसँग त हुँदैछ त होइन त्यही त लुकुन्दा त मै हो ओए यो कुरा साँच्ची नै हो छोडेको मैले अब तँलाई अब जिन्दगीमा हामी एक्लै एक्लै बस्नुपर्छ आमा तपाईँ साँच्ची नै हामीसँग बस्दैन आरव छोरा यो त आऊ यहाँ आमा तपाईँ साँच्ची नै हामीलाई छोडेर बिहे गरेर जाने जाँदिन है कहाँ जानु सक्छौ तिमीहरूलाई छोडेर म यस्तो आमा बिमार हुँदा किन नआएको मलाई हेर्नु अब मसँग 2-3 दिन बस्नु न छोरा यतै ल आमासँग मजाले बस्नु ल अब सोमबार स्कुल लाग्छ आइतबार ल्याउनु आउँछु अनि आमाको मजाले ख्याल राख्नु ल गए ओइ तँ चाहिँ बस्दैनस् यहाँ तँलाई मेरो माया लाग्दैन